वाट्सएप पिपल वेलकम ब्याक आफ्टर लङ टाइम र गाइस भ्लग नहालेको चाहिँ अलमोस्ट कति 2 महिनाहरू कति भइसक्यो हो. सो आइएम रियली सरी. र म एकदम बिजी थिएँ हो आफ्नो लाइफ यताउता मिलाउँदा ओर्दा के गर्दा ओर्दा हो. आज चाहिँ भ्लग बनाउँछु हो. र भ्लग नबनाएको पनि कति भयो. यत्तिकै हुन्छ नि त. अब बनाउँछु भन्यो हो. लास्टमा त्यो दिनै आउँदैन नि त. र कतिजनाले मलाई सोध्नुहुँदै थियो हो काम चाहिँ के गर्दैछ यस्तो यता भ्लग किन नबनाएको भनेर हो. र त्यस्तै थियो मेरो चाहिँ यताउता प्रब्लम. त्यही आफूलाई लाइफमा अब सेटल हुने ट्राई गर्दैछु हो. त्यही हो गाइस. र अब म चाहिँ हल्का उता कपालहरू काट्नु जानुपर्ने छ. अलिक लामो भएको छ हो. अब चाहिँ म यहाँबाट निस्किन्छु र म चाहिँ हल्का कपालहरू काट्न जान्छु. र मेरो रुम पनि सफा गर्नुपर्ने छ हो. 7:30 बजी पुग्नुपर्छ र अहिले 5 बज्दैछ. हल्का बाटोहरू देखाउँछु म आज होइन. मेरो ब्लग आज सानो अपडेट. म मेरो रुमपट्टि जाँदैछु. रुम चाहिँ अब यस्तै छ हो. एकोमेन्डेसनमा बस्दैछु. साथीहरू यस्तै छ होइन. यहाँ छ बेड. मेरो बेड यहाँ छ. ल्याङफ्याङ बाहिर आएको छ र यस्तो छ है. अब यहाँ मुख धुने जग्गाहरू यस्तो यताउता. अन्त यो गुड न्युज हामीले भाग्यले गिटार पनि भएको छ है. अलिकति अल्छी लाग्यो गिटारहरू बजाउनु त भयो होइन. यस्तै छ है. फ्यान चलिरहेको छ. गरम छ विन्टरमा पनि होइन. त्यहाँ गान्तोकतिर त जाडो होला हो. चटाक बनाइसकेको छु मैले चाहिँ हो. एकदम मिलाइदिइसकेको छु. यहाँबाट चाहिँ झर्न पाउनुहुन्छ हो. चाहिँ चलिक मैले लुगाहरू हो. यो चाहिँ त राख्दै राख्नुपर्छ. पोको गरेर धुनुपर्ने छ. फ्यान बन्द भयो. रुम पनि ठिकै भयो. लेट्स गो. बाहिर निक्लिसक्यो. हाम्रो बाहिर चाहिँ यस्तो छ है. यहाँ माथि हो हो हाम्रो एकोमोडेसन यस्तो छ. ए टिना 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 हो यहाँको. बस टिना 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 टाइम छैन. गएको टाइम छैन भनेको. गएको म बाई 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 बाई. अन्त खुसी हुँदैन त मलाई त जब भाइ उता जा पर जा भनेको. पर जा बनाइ चाहिँ यस्तो छ गाइस. जिन्दगी यस्तै रहेछ होइन. र अहिले चाहिँ कस्तो लाग्छ भने नि अब के भन्नु. अब भन्नु पनि सक्दिनँ हो. त्यो भनिबस्नु मन पर्दैन आजकल. अब ठुलो भएर मलाई अलिक म चाहिँ हाम्रो एकोमेन्डेसनको फर्स्ट स्ट्रिट निस्किसक्यो हो. त्यहाँबाट यता पर गयो भने चाहिँ कपाल काट्ने दोकान छ नि त हो. फेरि दोकानहरू पनि यस्तो टाढो छ कि छैन. यता पर उतातिर दोकानै छैन. यो मेन हाइवे होइन नि त. यो भित्रको गल्ली टाइपको हाइवे. तर पनि हल्का फुल्का त छ यताउता दोकानहरू. मेरा ब्लग हो रहा है. हेलो बोल्नु गाइस. कपाल काटिसकेको छु. जग्गा यस्तो काट्दिएको हो. ग्रुमिङ चाहिँ इम्पोर्टेन्ट हुन्छ हाम्रो फिल्डमा. सो गाइस यहाँबाट निस्केको कपालहरू सकिसक्यो हो. र यस्तै हुन्छ गाइस. के गर्दा दिनभरि होइन. दिन नित्तिकै बित्छ हो. अब फेरि ड्युटी जाँदा के गर्दा भाडा बज्छ. फेरि आयो भोलि बस्छु त्यो फेरि बिहान गयो. त्यस्तै छ अहिलेको लाइफ चाहिँ मेरो फिलहाल. र त्यही हो गाइस. अब बिच जाउँ भनेको बिच नभ्याउने जस्तो भयो जस्तो लाग्यो गाइस. यो चाहिँ हो तपाईँको मेन कलङ्गुट हो. उहाँ पर चाहिँ चर्च छ. र अहिले चाहिँ यहाँ 7 बजिसक्यो. 7 बजी पनि यस्तो उज्यालो हुन्छ विन्टरमा हो. र सरी इफ पुरा हल्ला भयो भने हो. माइक छैन मेरो. अब पछि किन्नुपर्छ माइक. लुक एट द फ्लावर्स बाटोमा होइन. मजाले दिनु परेको छ. यस्तो छ है. हल्का यहाँनिर चाहिँ रोड क्रस गर्नुपर्ने हुन्छ होइन. सबैभन्दा साह्रो रोड यही हो. वान वे हो कि. त्यही भएर गाडी आएकै गरिदिन्छ हो.
भने जस्तो टाइममा घुम्नु पहिला जस्तो पाउँदिनँ अहिले। पहिला जस्तो अब केही हुँदैन हो र सबै कुरा चेन्ज पनि भएको छ हो र म पनि धेरै कुरामा चेन्ज भएको छु अहिले कतिवटा कुरामा होइन। अब त्यो के भनिबस्नु र आजकल चाहिँ मलाई अलिकति प्राइभेट बस्नु मनपर्छ क्या त, अलिकति प्राइभेट लाइफ होइन हुन्छ नि अब त्यस्तो काइन्ड अफ भएको छु म चाहिँ हो। र त्यो गाइस अब सबै दुःख भनेर अब त्यो उयो पनि छैन होइन, प्रब्लम दुःखहरू त हुने रहेछ लाइफमा, आउने नै रहेछ। र अब अरू अन्डरमा यसरी काम गर्नुपर्दा हो आफूले अब पहिला कस्तो हिँड्ने मान्छे अब यसरी सडन चेन्ज हुँदा साह्रै पर्छ हो। अब तर पनि के गर्नु, गर्नै पऱ्यो फर लाइफ। अब यतिखेरै 20sमै गरेन भने 40 वर्ष पुगेर त के गर्नु अब होइन। त्यही हो म चाहिँ अब त्यही हो। अब अहिले नै अब मेरो लाइफ फिल्टर गर्दैछु मजाले, के गर्नुपर्ने मैले कस्तो गर्नुपर्ने हो र हेरौँ के हुन्छ अगाडि मेरो जर्नीमा साथ दिनु होला होइन। अब त्यही हो, हार चाहिँ मानेको छुइनँ। कतिजना सोच्छ होला अब भाइ त हार मान्यो भ्लग बनाउँदैन यताउता, त्यस्तो होइन नि त। अब कतिवटा कुरा याद गर्नुपर्छ हो। अब सधैँ भनेको जस्तो हुँदैन पनि, अब डेली हो कस्तो थाकिरहेको हुन्छ के भन्नु अब तपाईँलाई हो। अब 10 घन्टा 12 घन्टा काम गर्नुपर्छ, त्यही हो। फिलहाल अहिले गोवामा छु म चाहिँ होइन। त्यही हो, गोवा एक्सप्लोर गर्नुपर्छ अलिक दिनमा। र अहिले चाहिँ अलिकति सेटल हुँदैछु म। फर्स्टमा आउँदाखेरि त आमामा पुरा अब यदि नि सबैले पेल्नु खोज्ने हो, एक्लै आएको आउनु फेरि म मेरो इन्स्टिट्युटबाट म्यानेजमेन्ट होटल म्यानेजमेन्ट गरेँ हो। त्यसपछि चाहिँ म यता आएको हो। त्यही भएर चाहिँ अब फर्स्टमा यस्तै हुन्छ होटल म्यानेजमेन्ट। होटलमा आउँदाखेरि चाहिँ सबैले पेल्नु खोज्ने हो, आफू जुनियर हुन्छ नि त। अहिले चाहिँ अलिकति ठिकै छ, मिल्दैछ लेभल होइन। र त्यही हो गाइस, अब ड्युटी जानुपर्छ, काम गर्नु पऱ्यो। फेरि काममा त्यस्तो अब फोनहरू चलाउनु अलाउड छैन हो। फोन चाहिँ दिनु चाहिँ दिन्छ तर त्यसो अलाउड छैन। म नेक्स्ट भिडियोमा चाहिँ भयो भने हेलो लकअप रूम पुगिसकेको छु। बोल दे इधर थोड़ा। हेलो भाई, कुछ बोल दे। ये मेरा भाई है और ये भी मेरा भाई है। और आप सब कैसे हो? बढ़िया। अभी हम लकअप रूम में आ चुके हैं। अब हिंदी बोलना पड़े होला नहीं है। अभी थोड़ा अभी इधर उधर करेंगे। अभी सिर नहाना है, शैम्पू लेके आया है। अभी ड्यूटी चालू हो चुका है। गाइस त्यही अब नुहाउनुपर्छ, नुहाएर चाहिँ अब रेडी भएर जानुपर्छ। प्रज्वल दा, हेलो दा भन्नु। Peace, it's Goa. यहाँ चाहिँ हाम्रो प्रज्वल दा हो, हाम्रो बारटेन्डर। र अहिले चाहिँ हाम्रो छुट्टी भइसक्यो होइन। अहिले चाहिँ कति भयो भन्दाखेरि कति बज्यो भने चाहिँ अहिले 12:30 भइसकेको छ। र अहिले भर्खर छुट्टी हुँदैछ हो। अब गएर सुत्यो, थाकिरहेछ, सुत्यो गयो। अन्त भोलि बिहान फेरि 9 बजी 8 बजी हुन्छ, कोही बेला 9 बजी हुन्छ हो। त्यस्तो जब गाइस, त्यही भएर मैले भ्लगहरू नबनाएको यत्रो दिन हो। त्यही हो, र त्यो सानो अपडेट मात्रै हो। र म टाइम पाएँ भने चाहिँ अब भ्लगहरू बनाउँदै गर्छु हो, छुट्टीतिर यताउता। र त्यही हो गाइस, अहिलेको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। भिडियो मन पऱ्यो भने चाहिँ लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु। त्यही हो गाइस, सी यू सुन इन नेक्स्ट भ्लग। बाई गाइस।